आज चाहिँ मैले मेरो भाउजू र मेरो बच्चाहरूलाई चाहिँ काँचो कटहर खुवाएको थिएँ होइन। अनि रियाक्सन लिनु मन लाग्यो क्या, वा वा गरेर भमिट गरेको थिएँ। म सोध्छु ल एक एकजनालाई के भन्दा रहेछ नि त। मम्मी यस्तो चितो के खाएको, भोलि लङ ट्राभल गर्नु सक्दिनँ म, गाह्रो हुने होइन उता अब भाउजूको टर्न। पहिला पहिला त कान्छी मिठो हुन्छ, अहिले त कस्तो कस्तो मुख बाँधेरै मरिने चाहिँ कान्छी। पहिला पहिलाको जस्तो जमाना रोइन्छ क्या अरे। पहिलामै मिसन जत्रै हुँदैन त दि। यही यस्तै भुरा हुँदाखेरि त थुप्रो नुन खोर्सानी हालेर अनिखेर चप्प चप्दै खाँदा कस्तो मिठो हुन्छ। अहिले चाहिँ हामी बुढाबुढी भएर नमिठो भएको होला है। मलाई त मिठो लाग्यो, तिमीहरूलाई चाहिँ के लाग्यो? तिमीहरू केटाकेटी नै छौ नि। त आइज, म भागेर उहाँ तत्तर्केर बसेर चाहिँ तँलाई चाहिँ कस्तो भयो? मिठो भयो? कस्तो भयो? मिठो भयो कटहर? टर्रो भयो भन्दै थियो है चाहिँ, अहिले चाहिँ मिठो भयो अरे फेरि क्यामेरा देखेपछि चाहिँ। मलाई चाहिँ लास्ट मिठो लाग्यो, अझै खान्छु म। मलाई त घाँटीमा अड्क्यो। के खाएको तैँले? के खाएको नि त? कटहर भन्दा मिठो अम्बक पात के हुन्छ लड्केको छ, जाली नि सुई आउँदो। एक कचौरो नुन पनि सिद्धियो, कटहर पनि सिद्धियो। अब हामी घरतिर लाग्दैछौँ। बाई बाई। अब भोलि खाने चटपटे खाएको भिडियो आउँछ। अब हामीले गाउँलाई आजबाट बाई बाई गऱ्यौँ। भोलिदेखि हाम्रो गाउँको भिडियो आउँदैन, फिनिस्ट आजबाट सक्यो। दिदी 1 वर्षको लागि बाई बाई। बाई बाई बाई। 1 वर्ष होइन 2 वर्ष गाई, 2 वर्ष।